अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा कारबाही गर्ने धम्की दिएपछि भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले आफ्नो सुरक्षा व्यवस्था कडा पारेका छन्। सुरक्षा खतरा महसुस गरेर उनले आफू सहभागी हुने सार्वजनिक कार्यक्रमको ढिलो घोषणा गरेको र ती कार्यक्रममा सहभागी हुनेहरू सावधानीपूर्वक छानिने गरेको द फाइनान्सियल टाइम्सले जनाएको छ। गत साता राजधानी कराकसमा भएको र्यालीदेखि लिएर बुधबार तल्लो तहका समर्थकहरूसँग गरिएको टेलिभिजन कार्यक्रमसम्म सबै अन्तिम क्षणमा मात्रै घोषणा गरिएका थिए। त्यस्तै अमेरिकाले आफूलाई मार्न ती कार्यक्रममा आक्रमण नगरोस् भनेर सयौं मान्छे रक्षा कवचका रूपमा राख्ने गरेको भनेर सुरक्षाविदहरूले बताएका छन्। मुदुरो सहित अरू उच्च अधिकारी र जनरलहरू एकैसाथ सहभागी भए सबैलाई मार्न यस्तो भिडमा समेत अमेरिकाले प्रहार गर्ला भनेर उच्च अधिकारीहरू उनका कार्यक्रममा देखिन छोडेका छन्। त्यस्तै उनले आफ्नो सुरक्षाका लागि भेनेजुएलाका सैनिक भन्दा क्युबाका सुरक्षाकर्मी र खुफिया अधिकारी प्रयोग गर्ने गरेका छन्। सुरक्षा खतरा महसुस गरेर मुदुरोले 2 वर्षपछि राजीनामा दिने सहमति भएको समेत भर्खरै खुलासा भएको छ। अमेरिकाले भेनेजुएला छेउछाउ व्यापक सेना परिचालन गरे पनि गोप्य रूपमा अमेरिकी अधिकारीले मुदुरोसँग वार्ता पनि गरेका थिए। सोही वार्ताका क्रममा मुदुरोले 2 वर्षपछि राजीनामा दिने प्रस्ताव गरेको भनेर केही दिनअघि द न्युयोर्क टाइम्सले लेखेको थियो। तर अहिले नै मुदुरोले सत्ता छोड्नुपर्ने भन्दै अमेरिकाले उक्त प्रस्ताव अस्वीकार गरेको थियो। त्यसपछि ट्रम्पले भेनेजुएलामा कारबाही गर्न अमेरिकी गुप्तचर संस्था CIA लाई अधिकार दिएको खुलासा गरेका थिए। अमेरिकी सेनाले पछिल्लो केही महिनामा भेनेजुएलाबाट अमेरिकामा लागू औषध ओसार प्रसार गरिरहेको भन्दै डुङ्गाहरूमा बम हानेर दर्जनौंको हत्या गरिसकेको छ। खासमा भेनेजुएलाका लागू औषध तस्करहरूलाई कारबाही गर्न सेना परिचालन गरेको भने पनि अमेरिकाले भेनेजुएलाका राष्ट्रपति मुदुरो सत्ताच्युत भएको हेर्न चाहेको बताउँदै आएको छ। ट्रम्पले अगस्त महिनाको अन्त्यतिर दक्षिणी क्यारेबियन क्षेत्रमा शक्तिशाली पनडुब्बी र युद्धपोतहरू पठाएपछि उनले भेनेजुएलाका राष्ट्रपति मुदुरोलाई सत्ताच्युत गर्न लागेको अड्कल काटिएको छ। दक्षिणी क्यारेबियन क्षेत्रबाट भेनेजुएला एकदमै नजिक पर्छ। यति धेरै अमेरिकी शक्ति यो क्षेत्रमा आएपछि राष्ट्रपति मुदुरो आत्तिएका छन्। अमेरिकाले भेनेजुएलाका लागू औषध तस्करमाथि प्रहार गर्न अहिले त्यति ठूलो संख्यामा सैनिक र युद्धपोतहरू पठाउनु नपर्ने भएकाले पनि मुदुरो सशंकित छन्। अमेरिकाले अगस्तमै मुदुरोको लागू औषध तस्करसँग सम्बन्ध रहेको भन्दै उनलाई पक्रिन सहयोग गर्नेलाई दिइने पुरस्कार दोब्बर पारेर $5 करोड पुर्याएको थियो। दोस्रो कार्यकाल सम्हालेपछि ट्रम्पले फेब्रुअरी यता 9वटा ल्याटिन अमेरिकी लागू औषध तस्कर समूहलाई विदेशी आतंकवादी संगठन घोषणा गरेका छन्। त्यसमध्ये 2वटा भेनेजुएलाका छन्। तीमध्ये एउटा मुदुरोको प्रत्यक्ष निर्वाचनमा चल्ने अमेरिकी पत्रिका द वाल स्ट्रिट जर्नलले लेखेको छ। यस्तो परिस्थितिमा मुदुरोको सत्ता पल्टाउन ट्रम्पले ठूलो संख्यामा सेना र युद्धपोत पठाएका हुन सक्ने विश्लेषण गरिएको छ। सेना र युद्धपोत देखेर मुदुरो डरले देश छाडेर भागुन् भन्ने मनसाय पनि उनको हुन सक्छ। मुदुरो देश छाडेर नभाग्ने देखेपछि अहिले उनलाई डर देखाउन भेनेजुएलाभित्रै हमला गर्न CIA लाई अनुमति दिएको ट्रम्पले खुलासा गरेका हुन सक्छन्। अमेरिकाले विगतमा त्यस्तो कदम चालेकाले पनि मुदुरोलाई सशंकित पार्नेछ। सन् 1989मा राष्ट्रपति जर्ज S.W. बुशका पालामा पानामामा तत्कालीन सैनिक शासक जनरल म्यानुएल नोगोरिगालाई सत्ताच्युत गर्न अमेरिकाले पनामामाथि आक्रमण गरेको थियो। अहिले मुदुरोलाई जस्तै नोरिएगालाई पनि अमेरिकामा लागू पदार्थ पैठारी र सम्पत्ति शुद्धिकरणको मुद्दा लगाइएको थियो। त्यस्तै तत्कालीन राष्ट्रपति जोन F. केनेडीको पालामा क्युबाका फिडेल क्यास्ट्रोको सत्ता पल्टाउन सन् 1961मा CIA ले क्यास्ट्रोलाई सत्ताच्युत गर्न बे अफ फिग्समा आक्रमण गरेको थियो। केनेडीले अमेरिकाको संलग्नता नदेखोस् भनेकाले त्यहाँ CIA ले अमेरिकी सेना नपठाई प्रवासमा रहेका क्युबाका जनता परिचालन गरेको थियो। तर त्यो आक्रमण विफल भयो। क्यास्ट्रो जनशक्तिशाली भएर त्यसपछि आधा शताब्दी क्युबामा शासन गरे। दर्शकबिन यी समाचार कन्टेन्टहरू हामीले अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारेका हौं।